हो गरुडा म्युनिसिपालिटी, राउतहट जिल्लाको तेजीले विकसित हुँदै गरेको मुहार। पुरानो नामबाट नयाँ युगमा प्रवेश गरेको यो ठाउँले कसरी एउटा सानो गाउँबाट जिल्लाकै सबैभन्दा बिजी बजार बन्न पुग्यो? आज हामी यसको इतिहास, संस्कृति, अर्थतन्त्र र भविष्यको यात्रा गरौँ। गरुडा म्युनिसिपालिटीको कथा धेरै पुरानो छ। यो मिथिला संस्कृतिको प्रभाव भएको क्षेत्र हो, जहाँ मैथिली, भोजपुरी र थारू समुदायको मिश्रणले रङ्गीन संस्कृति बनाएको छ। 2071 साल मङ्सिर 16 गते अर्थात् 30 नोभेम्बर 2014मा नेपाल सरकारले 7वटा पुराना भिलेज डेभलपमेन्ट कमिटिजलाई मिलाएर गरुडा म्युनिसिपालिटी बनायो। गरुडा बैरिया, मलाही, बसभिती जिङ्गडिया, गेडाहीगुथी, यज्जयानगर, महम्मदपुर, पोथियाही। यो क्षेत्र पहिले सामान्य गाउँ थियो। गरुडाको भाग्य बदल्ने सबैभन्दा ठूलो कुरा हो श्रीराम सुगर मिल। 1994मा स्थापना भएको यो नेपालको ठूलो चिनी उद्योगमध्ये एक हो। किसानहरूले आफ्नो घर आँगनमै सुगरकेन उब्जाउँछन् र मिलमा बेच्छन्। यसले हजारौंलाई रोजगारी दिएको छ, व्यवसाय खोल्ने अवसर दिएको छ। आज गरुडा रौतहट जिल्लाकै सबैभन्दा छिटो बढिरहेको बजार हो। यहाँ हरेक प्रकारको व्यापार पाइन्छ। कृषि नै मुख्य आधार हो। धान, मकै, तरकारी र विशेष गरी उखु। हाइवेले भारतसँगको व्यापार पनि सजिलो बनाएको छ। 2021 को सेन्सस अनुसार गरुडा म्युनिसिपालिटीको जनसङ्ख्या 60,857 छ। क्षेत्रफल 44.46 वर्ग किलोमिटर मात्र छ। साक्षरता दर करिब 57-58% छ। यहाँ हिन्दू, मुस्लिम र अन्य समुदायको राम्रो सहअस्तित्व छ। मुख्य चाडपर्व छठ पूजा सबैभन्दा ठूलो, दशैं, तिहार, होली र ईद। मैथिली गीत, नाच र परम्परागत खानपान, मैथिली व्यञ्जनले यो ठाउँलाई जीवन्त बनाउँछ। नजिकै मत्सरीको प्रसिद्ध दुर्गा मन्दिर छ, जहाँ नवरात्रिमा भारत नेपालबाट लाखौं भक्त आउँछन्। आज गरुडामा शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकास भइरहेको छ। मध्य राउतहट मल्टिपल क्याम्पस जस्ता शैक्षिक संस्था छन्। नयाँ सडक, बजार विस्तार, सरकारी योजनाहरूले यो ठाउँलाई स्मार्ट म्युनिसिपालिटीतर्फ लैजाँदैछन्। तर चुनौती पनि छन्: बाढी, रोजगारी र थप पर्यटन विकास। गरुडाले पर्यटनको सम्भावना पनि बोकेको छ। कृषि पर्यटन, सुगरकेन फार्म स्टे, सांस्कृतिक भ्रमण र नजिकैका धार्मिक स्थलहरू। यदि स्थानीय सरकार र युवाहरूले मिलेर काम गरे भने यो मधेसको एउटा मोडेल बन्न सक्छ। गरुडा एउटा साधारण ठाउँ होइन, यो मेहनत, आशा र परिवर्तनको कथा हो। यहाँका किसान, व्यापारी, युवा र महिलाहरूले बनाएको यो मुहार हो। तपाईँ कहिल्यै गरुडा आउनुभएको छैन भने एकपटक आउनुहोस्। उखुका बगैँचा, मिथिलाको संस्कृति र विकासको गति देख्नुहोस्। यो भिडियो मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला।